हेलो गाइज देख्न सक्नुहुन्छ म चाहिँ यहाँ अहिले बौद्धमा खाजा खाँदै थिएँ। एकैछिनमा पानी पऱ्यो। अहिले पानी परेर चाहिँ यहाँ चाहिँ जाम पानी पुरा डुबान पऱ्यो। यहाँ एकछिनको जाम भइरहेको छ। अनि अहिले चाहिँ मैले खाजा खाएर निक्लिरहेको होइन। अब यता चाहिँ मेन रोडको बाटो जोरपाटी जान्छ धेरै जाम छ। अब म चाहिँ फेरि रिटर्न ब्याक भएर चाहिँ यता नयाँ बस्ती तामाङ गुम्बा हुँदै अब उता घर जाने कोसिस गर्दैछु। देख्न सक्नु कस्तो हुँदो रहेछ हेर्नु है त। त्यो पानी खोलामा कस्तो देख्दो रहेछ होइन। खोला अझै पनि धेरै नै बगिरहेको छ। यतापट्टि एकपट्टि चाहिँ छेउपट्टि नभएकोतिर उठिएको छैन। उतापट्टि चाहिँ पारिपट्टि चाहिँ धेरै अब ठुलो छ नि त। त्यतापट्टि चाहिँ जान सक्दैन। सो म यतापट्टि नयाँ बस्तीपट्टि गएर देखाउँछु। सो हेर्दै गर्नु होला। सो सब्सक्राइब लाइक गर्दै गर्नु होला। म तपाईँहरूलाई आजको 5 मिनटको पानीको दृश्य देखाउँछ होइन। कतिको माहौल बढिरहेको रहेछ हेर्नु त। त्यस्तो धेरै भिड छ क्या। त्यो पारिपट्टि अघि स्कुटर पनि कुदाइरहेको थियो। सो अहिले चाहिँ म यतापट्टि धेरै जाम भएर जानु नसक्ने भयो नि त। सो त्यही भएर चाहिँ म अर्कोपट्टि अब बौद्ध पिपलपट्टिबाट चाहिँ घरतिर होइन घरतिर लागिरहेको छु। सो देख्न सक्नुहुन्छ त्यहाँ देख्न सक्नुहुन्छ यहाँनिर पनि यो पिपलको रुख थियो नि त यहाँनिर त डुबाइसकेको छ। अनि अब हेरौँ सो पारिपट्टि डुबिरहेको स्कुटी होइन। यहाँ त अघि डुबाइरहेको रहेछ। अहिले चाहिँ अब छैन पानी सुकिसक्यो नि त। अहिले फेरि पानी रहेको छ। अब त्यो हेरौँ न त पारिपट्टि के रहेछ यता नयाँ बस्तीपट्टि देख्न सकिन्छ। त्यो खोला बगिरहेको छ नि त। अघि चाहिँ धेरै ठुलो थियो अहिले एकदम सानो भइसकेको छ। अनि त्यो हेर्नु त के छ भने यहाँ देख्नु यत्रो ठुलो खोला छ क्या। अब यो खोला अहिले त धेरै सुकेको अघि त ठुलै नै थियो। अहिले चाहिँ धेरै सुकेर सानो भइसकेको छ क्या। यतापट्टि पनि त्यत्तिकै धेरै जाम रहेछ। तर त्यो यतापट्टिबाटै छिटो होला भनेर चाहिँ म यतापट्टिबाट जाँदैछु। त्यो देख्दै गर्नु होला हेर्दै गर्नु होला र सपोर्ट गर्दै गर्नु होला होइन। त्यस्तै नयाँ भिडियोहरू चाहिँ लिएर आउँदैछु होइन। अब आउने छु होइन। सपोर्ट गर्दै गर्नु होला। देख्नु सक्नु पानी अहिले सुकिसकेको छ। अघि भर्खरसम्म यति धेरै ठुलो थियो क्या। म त्यहीँबाट यहीँ घुमेर आउँदाखेरि पानी सुकिसकेको छ। यत्रो ठुलो देख्न सक्नुहुन्छ। त्यो हेर्नु त गाइस पानी अझै ठुलै छ क्या यहाँनिर होला। अहिलेसम्म बन्द भइसकेको छ क्या। अघि चाहिँ धेरै ठुलो थियो नि त। अहिले त धेरै कम भइसक्यो। अघि त यहाँ पुवार पारेर पुगेर गाडी नै छिर्न सकेको थिएन क्या। अहिले त यति धेरै अब सुकेर खुल्ला भइसकेको छ। त्यो देख्न सक्नुहुन्छ यहाँनिर अझै यत्रो ठुलो खोला छ। खोला भनौँ न त्यो उता देख्नु सक्नुहुन्छ त्यो दुलोबाट चाहिँ छिरिरहेको छ पानी चाहिँ। त्यो मुनि चाहिँ पहिलाको खोलाको ठाडो खोला थियो नि त। अहिले हेर्नु छ त्यतिखेर त्यो देख्न सक्नुहुन्छ। भिड त्यत्तिकै जाम भइरहेको छ। अगाडि ट्राफिकको गाडी गइरहेको छ। देख्न सक्छ खोला देख्न सक्नुहुन्छ। गाइज खोला बौद्धको खोला हेर्नुहोस् है गाइज होइन। यति धेरै भिड भइरहेको छ क्या। अब एकछिनको 5 मिनटको खोलाले गर्दा यहाँ यस्तो डुबान भएर क्या। त्यो अघि पानी माथि माथि पसलतिरै परिसकेको थियो। देख्न सक्नुहुन्छ यहाँ अझै होइन। यति धेरै भिड भइरहेको छ यति धेरै भिड होइन। 5 मिनटको पानीले गर्दा यस्तो हालत हुन्छ क्या बौद्धको चाहिँ। बाफले कस्तो होला त पानीमा फेरि गएपछि होइन सेक्सी भएर हिँड्दैछ खै गाह्रो छ देख्न सक्नुहुन्छ। अब चाहिँ फाइनली जाम पनि हटिसक्यो अनि पानी पनि हटिसक्यो। सो अब चाहिँ खुल्ला भइसक्यो भन्दा पनि भइसकेको छ। अझै यतातिरबाट आउँदैछ होइन पानी यतातिर पनि होइन। अघि त झन् अघि त मेन ठुलो पानी परेको चाहिँ म खाजा खाइरहेको थिएँ नि त। त्यही भएर त्यति देख्दैन होइन। अहिले चाहिँ पानी सुकिसकेर पनि कस्तो ठुलो जाम होइन। अघि त मेन रोडपट्टि त पानी ठुलै छ होइन। अझै जाम बढी नै छ किनकि तल जोरपाटीदेखिको हुन्छ नि त जाम। जोरपाटी त्यता भित्रको गल्लीको बाटो गइरहेको थियो। अब त्यो देखाउँछु त म तपाईँहरूलाई फेरि होइन। जोरपाटी चोकनिर निक्लेर कतिको माहौल त्यहाँ कतिको भिड छ। अघि त्यहाँ धेरै नै भिड थियो। म छिर्न नसक्ने अवस्था भएकोले गर्दा टाइम लाग्ने भएकोले गर्दा म यता भित्रपट्टि घुमेर आएँ। भित्रपट्टि पनि खोला पुग्दै थियो मतलब त्यहाँ जाम चाहिँ अलिक कमै थियो नि त। त्यो अहिले भित्रको जाम चाहिँ धेरै नै पुगिसकेर म गएर बाहुनधारा पुगिसकेँ। त्यो बाहुनधारा भन्नुभन्दा अलिकति अगाडि गएर म भित्र छिरेर जोरपाटी चोक निस्किएर पुगिन्छु। कस्तो हुँदैछ हेर्नु है त गाइस देख्न सक्नुहुन्छ। एकैछिनको जाम बौद्धमा यस्तो जाम भएर होइन हालत खोलाउँछ भने चाहिँ तपाईँको आफूहरू हुँदैछ। म चाहिँ
गाइस डबल रेनको जोडेर होइन हिँडिरहेको छु होइन। अब खाजा भइसकेर घरतिर जाने बेला चाहिँ आफूले पानी परिरहेको थियो। मलाई लाग्छ त्यो अघिको ठुलो जाम चाहिँ त्यो अरब ब्याङ्कदेखिको नै होला, किनकि त्यहाँनिर चाहिँ तिनपट्टिबाट त्यो बाटो सानो भएकोले गर्दा धेरै जाम हुन्छ। सो यता चाहिँ अलिक खुलेको छ कि छैन पहिला पनि म यताबाट घुम्थेँ नि त, यतातिर धेरै जाम हुन्छ। बाटो चाहिँ बल्ली चाहिँ यसो हेरौँ कस्तो हुँदो रहेछ। यहाँको माल कस्तो भइरहेको रहेछ होइन। अब त्यो बोलेरोले नि छोडेन, त्यो ट्याक्सीले नि मरे छोड्दैन। कस्तो अब दुईवटाको डिस्कस क्या। दुइटै साँडे भइदिएपछि के होला, बोलेरो पनि कहाँ चम्चिने छोड्दैन होइन। सो गाइस देख्न सक्नुहुन्छ म ठ्याक्कै बराल पम्पमा निक्लेँ। उतापट्टि चाहिँ उति नै धेरै जाम छ, त्यो जाम खुलेको छैन। अनि म उताबाट आएको त धेरै ढिलो हुन्थ्यो। अहिले चाहिँ म यताबाट भित्रपट्टिको गल्लीबाट चाहिँ निक्लिसकेर आइसक्यो। त्यो उताबाट चाहिँ एकदम छिटो भयो क्या, उतापट्टिको जाम खुलेको। किनकि त्यहाँ त्यो अरब ब्याङ्कको जाम, अरब ब्याङ्कले त माथि पिलसिलबाट आउने बाटोको गाडी र यता हाइवेको गाडीले गर्दा त्यो दुईपट्टिबाट त्यहाँनिर धेरै साँघुरो बाटो भएर धेरै जाम हुन्छ। सो त्यही भएर म चाहिँ भित्रपट्टिबाट सुपरबोटबाट घुमेर आएको थिएँ। सो देख्न सक्नुहुन्छ अहिले चाहिँ यहाँ त्यही जामले गर्दा यहाँ जोरपाटीमा चाहिँ पुरा खुल्ला छ क्या। गाइस म चाहिँ खोलाको भिडियो देखाउँछु भनेको त्यति राम्रो मजाले चाहिँ देखाउनु पाएन, किनकि अब पानी अन्तिम भइसकेपछि रोकिसकेपछि निक्ल्यो नि त। त्यो अगाडि नै देखाउनु मात्रै त्यो देखाउनु पाइनँ। सो सब्सक्राइब गर्नु होला, त्यही भएर चाहिँ देखे पनि त्यति सपोर्ट गरेर सब्सक्राइब लाइक बढाउँदै गर्नु होला। सो धन्यवाद। मेरो भिडियो चाहिँ म यति भन्दै म चाहिँ यहीँ इन्डिङ गर्छु गाइस। सो मलाई सपोर्ट चाहिँ एकदम धेरै गरिदिनु होला, धेरै माया गरिदिनु होला। यस्तो धन्यवाद।